आइफोन बिग्रियो, यो सामान्य कुरा हुँदै होइन। अब तपाईँ लोकल रिपेयर सपतिर त हेर्दा पनि हेर्नुहुन्न, तपाईँ सिधै जानुहुन्छ अथोराइज सर्भिस सेन्टर, होइन त? तर आफ्नै लाइफको डिसिजन गर्ने बेला, आफ्नै करियरको डिसिजन गर्ने बेला चाहिँ न तपाईँ एक्सपिरियन्स काउन्सलर खोज्नुहुन्छ, न सर्टिफाइड काउन्सलर खोज्नुहुन्छ, या भनौँ आफूले प्रोसेसिङ गर्न लागेको कन्सल्टेन्सी रजिस्टर्ड हो या होइन, लाइसेन्स प्राप्त कन्सल्टेन्सी हो या होइन नै खोज्नुहुन्छ। तपाईको अब्रोड स्टडी जर्नीमा सबैभन्दा मेजर प्रब्लम नै यहाँ सुरु भइसक्यो। र अर्को गल्ती, मेरो काका, मेरो मामा, मेरो दाई, मेरो फलानो चिनजानको मान्छे हुनुहुन्छ भनेर तपाईँ रिसर्च नै नगरी आँखा चिम्लेर हाम फराल्नु भयो भने बी अलर्ट, तपाईँ स्क्याममा पर्न सक्ने हाई चान्स हुन्छ। प्यारेन्ट्सले आफ्नो फाइनेन्सियल क्यापेसिटी राम्रोसँग बुझ्नु भएको हुन्छ। तपाईँको फाइनेन्सियल क्यापेसिटी अनुसारको सही मार्ग छनौट गर्नुहोस्, चाहे त्यो विदेश यात्रा होस् या नेपालकै प्रतिष्ठित विश्वविद्यालयहरूमा सुन्दर भविष्यको सुरुवात। क्षणिक देखासिकी वा जबरजस्तीले आफ्नो परिवारलाई फाइनेन्सियल बर्डनमा नधकेल्नुहोस्।